यो चिनिया व्यक्तिको बाल्यकाल अनाथ किसानको रूपमा बित्यो। आज उनी एलन मस्कभन्दा धेरै कार बिक्री गर्छन् र उनको कम्पनीको मूल्य 105 अर्ब डलर छ। वान च्याङफूको जन्म सन् 1966 मा चीनको ग्रामीण हुनुई प्रान्तमा भएको थियो। किशोर अवस्थामा उनले आफ्ना आमा बुबा गुमाए। दाजुभाइहरूले हुर्काएका वाङको स्कुलमा उत्कृष्ट प्रदर्शन गरे र रसायनशास्त्र तथा ब्याट्री प्रविधिमा डिग्री हासिल गरे। सन् 1995 मा उनले सेन्जेनमा BYD नामक कम्पनी सुरु गरे, जुन ब्याट्री उत्पादनमा केन्द्रित थियो। कम लागतको नयाँ प्रविधि प्रयोग गरी BYDले मोटोरोला र नोकिया जस्ता ठूला कम्पनीका लागि फोनको ब्याट्री बनायो। सन् 2003 मा वाङले एउटा सानो कार कम्पनी किने। धेरैले उनको यो निर्णयमाथि शङ्का गरे, तर उनको दृष्टिकोण स्पष्ट थियो। भविष्य भनेको इलेक्ट्रिक सवारी नै हो। उनले भर्टिकल इन्टिग्रेसनमा जोड दिए, जसले BYDको ब्याट्रीदेखि गाडीसम्मको आपूर्ति श्रृङ्खला नियन्त्रण गर्यो। सन् 2008 मा वारेन बफेटको कम्पनीले BYDमा $230 मिलियन लगानी गर्यो। सन् 2022 सम्ममा BYDले टेस्लालाई उछिन्यो र विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी निर्माता बन्ने कम्पनी बन्यो।